नमस्ते 안녕하세요. म तपाईँकै कुरिन भाषा प्रशिक्षक रुद्रबहादुर फ्याल। यस नेपालकै उत्कृष्ट गोल्डन फ्युचर कुरिन भाषा सेन्टर कोटेश्वर काठमाडौँ यहाँहरू समक्ष आज मैले लेसन 19 लिएर आएको छु, जसमा रहेको छ यौरी। यौरी भन्ने बित्तिकै हामी खाना पकाउने कुराहरू बुझ्छौँ। खाना पकाउन हामीले त्यस सम्बन्धी हरेक कुराहरू जस्तै कुनै सामानहरू काट्नेहरू भयो, कुनै पखाल्नेहरू भए, बनाउने भए, विभिन्न खालका सामग्रीहरू हामीले भान्सामा बनाउने कुराहरू रह्यो। त्यसमध्ये नै विशेष खानाहरू हुन्छ। त्यसमा रहेको छ हाम्रो चाहिँ कोरियाको विशेष गरी रहेको छ म्योङपुक समुद्री लेउको परिकार र अनि हामी गर्मीयाममा खाने खाना सामगेथाङको बारेमा आज तपाईँहरू समक्ष विशेष गरी विद्यार्थीहरूलाई अलिक गाह्रो हुने भएकोले बढी फोकस मुनुवा र छङ्गोलाई यहाँहरू समक्ष लिएर आएको छु। राम्रोसँग ध्यान दिएर हेर्नुहोला। हेर्न सक्नुहुन्छ यौरी। यौरी भनेको कुक, खाना बनाउने। देख्न सक्नुहुन्छ यहाँहरू दुईजनाले टक्क खाना बनाइरहेको छन् हो। यहाँ देख्न सक्नुहुन्छ टक्क सामानहरू काटिरहेको छ हो। टक्क दुईजनाले हामी हेरौँ है त के रहेछ खाना भन्दा। औहीमा छ उम्सिक मात खानेकुराको स्वाद। यहाँलाई थाहा छ नि खानेकुराको स्वादहरू कस्तो कस्तो हुन्छ। हेर्नुहोस् ट्याक्क गरेको छ। के भनेको मासी छोटा मिठो छ, स्वाद मिठो छ भनेको छ है त। स्वाद राम्रो छ। मेप्ता पिरोनु, खोचु खोर्सानी पिरो हुन्छ होइन त। पिरो भयो भन्छौँ हामी। हाल्दा गुलियो हुनु, आइसक्रिमहरू के हुन्छ गुलियो हुन्छ। अर्को छ चाँदा भनेको चर्को हुनु। हेर्नु त सोगुम भनेको नुनहरू यहाँ छर्किरहेछ। नुन धेरै हालेको हुन्छ चर्को भयो भन्छौँ हामी होइन। सिङ्गप्ता खल्लो हुनु, नुन छैन हेर्नु त सोगुम अप्स नुन छैन। नुन खानु भने मिठो भएन भन्छ, जिब्रोले ठ्याक्कै थाहा पाइहाल्छ। सुदा भनेको तितो हुनु, औषधिहरू के हुन्छ तितो हुन्छ होइन त। सिधा अमिलो हुनु, लेमन कस्तो हुन्छ अमिलो हुन्छ होइन। अर्को छ खोसो खाँदा भनेको एकदमै स्वादिलो हुनु, एकदमै स्वादिष्ट हुनु, मिठो हुनु यसमा रहेको छ है त। ल यो चाहिँ खानेकुराको स्वादको बारेमा है त। र अर्को रहेको छ यहाँ हेर्न सक्नुहुन्छ यहाँहरूले खानाकुराहरूको हेर्नुहोस् है। छेरो मित छोरीपप सामग्री र पकाउने विधि, त्यसको तरिका। छोरीपप पकाउने विधि है। यौरीपप भनेको नि पकाउने विधि। यौरीसा छोरीसा, यौरीपप छोरीपप सबैको एउटा पकाउने विधि वा तरिका। छेरो सामग्री पकाउनलाई विभिन्न खालको सामग्रीहरू चाहिन्छ होइन त। कोरियामा चाहिँ प्रायः जसो मासु छोड्दैन है, प्रायः जुनसुकै खानामा। खोगी सेङसन मासु र सेङसन माछा। हेर्नु त सोगोगी गाईको मासु टक्क हेर्नुहोस् है। गाई चाहिँ कोरियामा त गाईको मासु धेरै खान्छ। अर्को छ थोइजी खोगी बङ्गुरको मासु। बङ्गुर पनि धेरै खाने गरिन्छ है। तपाईँहरूले हामीले कति खायौँ कोरियामा बस्दाखेरि, लगायत तपाईँहरू पनि भोलि गएर टन्नै खाने नि हो होइन। अर्को छ थागोगी कुखुराको मासु, सेङसन माछा है। अर्को देख्न सक्नुहुन्छ छेसो सागसब्जीमा हामीले फा हरियो प्याज, याङफा डल्लो प्याज, मानुल लसुन, थाङ्गुन भनेको गाजर है त, यिनीहरू भयो। अर्को छ याङनेम भनेको मसला सम्बन्धी है त। सोगुम भनेको नुन, सल्थाङ भनेको चिनी। नुन र चिनी एउटै हुन्छ। म कोरियामा हुँदा पहिला झुकेर चिनी हाल्नुपर्ने ठाउँमा नुन हालिदिएको थियो, त्यही भएर एउटै एउटै देखिन्छ है। होछु, होछु भनेको छ, होछु भनेको मरिच। अर्को छ खानजाङ भनेको छ, यो चाहिँ हामी ससेसहरू है प्राय खानाहरूमा कोरियामा चाहिँ के हुन्छ भने विशेष गरी त्यो भटमासका विभिन्न आइटमहरू भन्छ, त्यसमा चाहिँ यिनीहरू लगायत यस्तो सागसब्जीहरू नै खाँदाखेरि यो चाहिँ ससेस राखेको हुन्छ। ससेसहरू पनि हामीले खान्छौँ है त। अब यसमा रहेको छ तपाईँहरूलाई अब त्यो भयो काक्ता भनेको घटाउने काट्ने, टक्क त्यसलाई तास्नेहरू भयो। सल्लाह भनेको काट्ने भयो। कुरिदा उमाल्ने भयो। साम्दा उसिन्ने कुराहरू भयो। चिदा भनेको यसलाई के हो त स्ट्रिम गर्ने भयो। खुक्ता भनेको पोल्ने भयो। फोक्ता भनेको भुट्नु भयो। थुगिदा भनेको तार्नु है त। यहाँलाई अब हामी विशेष गरी छङ्गो हेर्नेछौँ। यहाँलाई विशेष गरी छङ्गो अलिक गाह्रो हुनुभएकोले मैले थेवालाई खासै फोकस नगरिकन
मुनुवा र छङ्बुलाई चाहिँ राम्रो अलि बढी जोड दिने भनेर हामी हेरौँ भन्नु है त। मुनुवा छङ्बु विशेष गरी अलि बढी जोड दिने पाठ हो। थुक्पेरान भनेको छ, थुक्पेरान भनेको विशेष, नाल भनेको दिनमा, मङ्नुन खाने, उम्सिक भनेको खाना। यो चाहिँ विशेष दिनमा खाने खाना, विशेष दिनमा खाने खाना, जसलाई थुक्पेरान नाल मङ्नुन उम्सिक। थुक्पेरान भनेको विशेष, नाल भनेको दिन, उम्नुन मङ्नुन उम्सिक भनेको खाने खाना, विशेष दिनमा खाने खाना। जस्तै तपाईँले यहाँ देख्नु भइरहेछ चित्रमा, हेर्नुहोस् त, यो के होला जस्तो लाग्यो होला तपाईँले, हेर्नुहोस् त। विशेष गरी यो तल समुद्री लेउको परिकार हो। यहाँ चाहिँ तपाईँको यो चित्रमा देख्न सक्नुहुन्छ गाईको मासु भयो होइन, र चाहिँ तपाईँको त्यो सिद्रा खालका है, सिद्रा खालका माछाहरू, सानसाना खालका माछाहरू चाहिँ विभिन्न खालकाले चाहिँ यो चाहिँ विशेष गरी मियाकुक बनाएको हुन्छ। मियाकुक भन्ने बित्तिकै के बुझ्छ भने विशेष गरी यो चाहिँ आमाले विशेष गरी बच्चा जन्माइसकेपछि खाने खाना हो, बुझ्नुभयो नि। आमाले बच्चा जन्माइसकेपछि खाने खाना हो यो चाहिँ खायो भने विशेष गरी जन्म दिने आमाको गुणलाई सम्झेर धन्यवाद दिने अर्थ भएको हुनाले विशेष गरी कोरिनहरू चाहिँ जन्मदिनको दिन चाहिँ मियाकुक खाने गरिन्छ, समुद्री लेउको परिकार खाने गरिन्छ। हेरौँ हामी के छ यसमा। हेरेर छ हाङ्गुक सारमदुरी थुक्पेरान नारे मङ्नुन उम्सिगुन मुवासी मगुल गायो। हाङ्गुक सारमदुरुन कोरिन मानिसहरूले है, कोरिन मानिसहरू थुक्पेरान नारे, थुक्पेरान भनेको विशेष, विशेष नारे दिनमा, मङ्नुन भनेको खाने, उम्सिगु भनेको खाना चाहिँ मुहसे मौलकायो। के खान्छन् त भनेको मुहसे भनेको के, इसुल्कायो, के चाहिँ छ त भनेको कोरियन मान्छेहरूलाई विशेष दिनमा खाने खाना चाहिँ के छ त भने चाहिँ त मियाङ्गुकुन। मियाङ्गुक भन्ने बित्तिकै हामी समुद्री, यो चाहिँ सी फुड पनि भनिन्छ है, समुद्री लेउको परिकार हो है। विशेष गरी यसलाई सी फुड पनि भनिन्छ, सी फुड अथवा समुद्री लेउको परिकार। सेङ्गिल नाल मङ्नुन उम्सिगिन्दे, सेङ्गिल भनेको जन्म, सेङ्गिल नाल भनेको जन्मदिनमा, सेङ्गिल नाल भनेको जन्मदिनमा, मङ्नुन भनेको खाने, उम्सिगिन्दे भनेको खाना भएर त भए तापनि र भएर, सोगोगिना गाईको मासु वा मेल्छी भनेको छिद्रा माछाहरू है, छिद्रा माछाहरू, सानसाना खालका माछालाई यसलाई छिद्रा माछा भनिन्छ, अथवा साना साना माछा जसलाई साना साना माछा जसलाई सेङसन पनि भन्छौँ हामी, जसलाई मेल्छी गाईको मासु वा छिद्रा माछा, दुमुल आदिलाई नक्को राखेर ओरे लामो समय कुर्या भनेको उमालेर, मान्दुन बनाएको खुगमुरे भनेको झोललाई चाहिँ, फुल्लिन, फुल्लिन भनेको यसलाई चाहिँ तातो पानीमा बफाएर, मियाङ्कुक भनेको समुद्री लेउको परिकार अथवा सीफुड चाहिँ नक्खो राखेर, कुरिन खोगिमिदा, कुरिन खोगिमिदा भनेको उमालेको सुप झोल हो। मियाङ्कुक चाहिँ अथवा समुद्री लेउको परिकार चाहिँ उनले भनेको चाहिँ विशेष गरी वास्तविक, वास्तविक अमनिगा आमाले आगेरुल भनेको बच्चालाई नाउन हु जन्माइसकेपछि मङ्नुन उम्सिगिमिदा खाने खाना हो भनेको मियाङ्कुक अथवा सीफुड समुद्री लेउको परिकार चाहिँ वास्तवमा आमाले बच्चालाई जन्माइसकेपछि खाने खाना हो। भिएसटी प्लस हामीले देखेका छौँ न अथवा उन उ ए, यसको अर्थ ए पछि भनेको आमाले बच्चा जन्माइसकेपछि खाने खाना हो। क्रेसा त्यसैले, क्रेसा त्यसैले, सेङ्गिरे मियाङ्कुकुन जन्मदिनमा चाहिँ
मियकुक भनेको समुद्री लेउको परिकार चाहिँ मङ्नुन गसी खानेकुरा चाहिँ VST प्लस नुन गसी भनेको ने कुरा चाहिँ नाकाचुसिन जन्म दिने भनेको जन्मदिन चाहिँ मियकुक अथवा समुद्री लेउको परिकार चाहिँ खानेकुरा चाहिँ नाकाचुसिन भनेको जन्म दिने अमनी ए भनेको आमाको उन्यरुल भनेको गुणलाई भावनालाई अथवा गुणलाई खियकागो सम्झेर खाम्सा आम्दानुन उइमिगा खाजीको सिम्दा भनेको खियकागो सम्झेर खाम्सा आन्दोलन धन्यवाद दिने उइमिरुल अर्थ चाहिँ खाजीको सिम्दा लिएको छ। बुझ्नुभयो नि यहाँले? एकचोटि माथिबाट सर्र पढ है। कोरियन मान्छेहरू विशेष दिनमा खाने खाना चाहिँ के खान्छन् त? कोरियन मानिसहरू विशेष दिनमा चाहिँ के खान्छन् त? हाङ्गुक सारामदुरुन थुपेरान्दारे मङ्नुन उम्सिकी मोसी इसुल्कायो। कोरियन मानिसहरू चाहिँ विशेष दिनमा खाने खाना चाहिँ के हो त? मियकुक समुद्री लेउको परिकार चाहिँ सेङ्गेल नान मङ्नुन उम्सिकिन्थे। मियकुक चाहिँ विशेष गरी मियकुक भनेको चाहिँ हामीले देख्न सक्छौँ यो चाहिँ समुद्री लेउको परिकारहरू विशेष गरी यो झोलिलो कुराहरू खाने गर्छ। कोरियामा धेरै खाने गरिन्छ। सुरुमा अलिकति गन्ध नमिठो हुन्छ तर पछि धेरै मिठो हुन्छ। एकदमै इनर्जी दिने खाना हो यो। मियकुक चाहिँ जन्मदिनमा मङ्नुन खाने उम्सिकिन्थे खाना भएर सोगोगी ना मेल्छी सोगोगी गाईको मासु र छिद्रा माछा दुङ आदि चाहिँ नोखो राखेर ओरे लामो समय कुरिया भनेको उमालेर मान्दुन बनाएको खुकमुरे भनेको झोलमा चाहिँ त्यसलाई फुलिन भनेको बफाएर त्यसलाई चाहिँ अलि बफाएर चाहिँ मियकुकलाई नक्खो राखेर कुरिन खुकिन्दा उमालेको झोल सुप हो। भनेको मियकुक चाहिँ जन्मदिनमा खाने खाना भएर गाईको मासु वा छिद्रा मासुहरू राखेर अलि लामो समय उमालेर एउटा झोललाई त्यसलाई बफाएर मियकुक चाहिँ राखेर उमालेको एउटा सुप हो। भनेको एकदमै समुद्री लेउलाई चाहिँ विशेष गरी लामो समय पानीमा बफाएर अनि त्यसलाई के हो त विभिन्न खालका गाईको मासु छिद्रा माछाहरू आदि राखेर त्यसलाई अलिकति बफाएर अनि त्यो खाना खाने एउटा प्रकारको लामो समय उमालेर खाने एउटा झोल हो। मियकुक चाहिँ वास्तवमा अमनिगा भनेको आमाले भनेको समुद्री लेउको परिकार चाहिँ वास्तवमा आमाले बच्चालाई जन्म दिइसकेपछि मङ्नुन उम्सिकिन्दा खाने खाना हो। भनेको मियकुक वास्तवमा भन्दै पर्दा आमाले बच्चालाई जन्म दिइसकेपछि खाने खाना हो। त्यसैले सेङ्गिरे जन्मदिनमा मियकुकुन मङ्नुगसी जन्मदिनमा मियकुक खानेकुरा चाहिँ नाकाचुसिन अमनी जन्म दिने आमाको हुन्यहरू गुणलाई खियकागो सम्झेर खाम्सानुन उइमिगा खाजीको सिम्दा धन्यवाद दिने अर्थ चाहिँ लिएको छ। भनेपछि हामीले के बुझ्नु पर्यो? मियकुक भन्ने बित्तिकै एकदमै यो चाहिँ समुद्री लेउको परिकार हो। विशेष गरी यो जन्मदिनमा खाने कुरा हो। यो खाएपछि आमाको गुणलाई सम्झेर धन्यवाद दिने अर्थ भएको हुनाले विशेष गरी मियकुक खाने गरिन्छ। यो समुद्री लेउको परिकार सीफुड धेरै कोरियामा चाहिँ खाने गरिन्छ र यसले इनर्जी दिने काम पनि गर्छ। हेरौँ अर्को बाटो। साम्गे थाङुन थपको सुफान हेरमछुम खाजङ थौन फुग्नारे मङ्नुन उम्सिकिन्दा। साम्गे थाङ भन्ने बित्तिकै हामी सिँगै कुखुराको मासु हो। तर सिँगै कुखुराको मासु भन्ने बित्तिकै हामी के बुझ्छौँ भने त्यो एउटा सिँगै कुखुरालाई अलि ठुला बनाएर पारेर चाहिँ त्यो विभिन्न प्रकारको मरमसलाहरू अन्य कुरा राखेर एकदमै तागतिलो खाना बनाएको छ, झोलिलो खाना, जसलाई थाङ भनेको नि सुप हो। यो थाङ भनेको नि सुप हो, खुक भनेको नि सुप हो है। त्यस कारणले गर्दा साम्के थाङ भन्ने बित्तिकै सिँगै कुखुराको मासु भन्ने कुरा हामीले बुझ्छौँ। यो चाहिँ विशेष गरी गर्मी दिनमा खानिन्छ। गर्मीको पनि अति गर्मी दिनलाई फुग्नाल भनेर भनिन्छ। फुग्नाल भनेको असाध्यै गर्मी हुन्छ कोरियामा है त। फुग्नाल साम्गे थाङ हुन्। साम्गे थाङ चाहिँ सिँगै कुखुराको मासु चाहिँ थपको गर्मी भएर सुफान भनेको सुफान्दै आधा भनेको एकदमै ओसिलोपन, शरीरलाई एकदमै शीतल अथवा ओसिलो अथवा अलिकति हल्का के हो त
अलि तपाईलाई चाहिँ न्यानो भएर बनाउने एरमछुङ ग्रीष्म ऋतु मध्येको खाजाङ सबैभन्दा थौन गर्मी भएको यसलाई फोग्नाल भनेको गर्मीको पनि अति गर्मी यसलाई फोग्नारे मङ्नु उम्सिकिन्दा फोग्नालमा खाने खाना हो भनेको सिँगै कुखुराको मासु चाहिँ गर्मी भएर अलिकति इनर्जी शरीरलाई चाहिँ अलि हल्का शीतल जस्तो बनाउन चाहिँ गर्मीको पनि अति गर्मी दिँदा चाहिँ सबैभन्दा बढी फोग्नालमा खाने खाना हो। सामगेथाङ यहाँ देख्नुभएछ सामगेथाङ सिँगै कुखुराको मासु हो तपाईँले देखिरहनु भएको छ यो चित्र। सामगेथाङ सिँगै कुखुराको मासु चाहिँ अरिनथाक अरिन भनेको सानो खालको कुखुरा धेरै ठुलो हुँदैन 2-3 केजीको कुखुरा हुन्छ त्यसलाई अरिनथाके अरिनथाकमा चाहिँ इम्सामिना जडीबुटी वा अनि छापसाल भनेको नि चामलको पिठोबाट बनाएको चामलको भात मानुलका लसुन र खाची जस्ता खनगाङे छोन स्वास्थ्यलाई राम्रो हुने खनगाङ भनेको स्वास्थ्यमा छोन राम्रो हुने छेरुगा सामग्रीहरू नक्को राखेर फोक मजाले कुरिन उमालेको उम्सिक मिला खाना हो भनेको हामी यो सामगेथाङ भने चाहिँ के हो भन्दा सानो खालको कुखुरामा सानो खालको लगभग 2-3 केजीको कुखुरा चाहिँ त्यसमा चाहिँ तपाईँको जडीबुटी अनि चामलको भात चामलको पिठो त सिद्रा सामान खालको हुन्छ चामलहरू फाम भनेको फाम कटुस अनि मानुल लसुन खाची भनेको जस्ता खन्डाङ्गी छोन स्वास्थ्यलाई राम्रो हुने छेरुगा सामग्रीहरू नखो राखेर फुक भनेको छ नि फुक भनेको मजाले कुरिन उमालिएको उम्सिगिनिदा खाना हो। हेरौँ तामी माने हुर्या हुल्य ग्रीष्म ऋतुमा हेरौँ भनेको ग्रीष्म ऋतुमा चाहिँ जसलाई चाहिँ तपाईँको चाहिँ 6, 7, 8 यो ग्रीष्म ऋतुमा चाहिँ तामी माने हुर्या भनेको ताम भनेको पसिना मानी धेरै हुल्य पानी पसिना धेरै आगेर बगेर चाहिँ खिउनी अनुन भनेको खिउनी अप्सुल्ते भनेको कुनै शक्ति इनर्जी तागतै नभएर सामगेथाङुल मगुम्यान सिँगै कुखुराको सुझोल खायो भने से हिमी नाम्निदा भनेको से भनेको नयाँ हिम भनेको तागत शक्ति इनर्जी नाम्निदा भनेको आउँछ भनेको एकचोटि सरल नेपालीमा चाहिँ सिँगै कुखुराको सुझोल चाहिँ गर्मी भएर त्यसलाई चाहिँ हल्का शीतल बनाउन चाहिँ गर्मीको पनि अति गर्मी सबैभन्दा बढी धेरै फोग्नालमा खाने खाना हो। सामगेथाङ सिँगै कुखुराको मासु चाहिँ सानो खालको कुखुरामा जडीबुटी चामल कटुस लसुन जस्ता स्वास्थ्यलाई राम्रो हुने सामग्रीहरू चाहिँ राखेर मजाले उमालेको खाना हो। ग्रीष्ममा चाहिँ विशेष गरी ग्रीष्म दिनमा गर्मीमा चाहिँ पसिना धेरै बगेर अथवा आउने भएर शक्ति इनर्जी नै नभएकोले सामगेथाङ खायो भने चाहिँ शक्ति दिने भएको हुनाले के भन्दा सामगेथाङ खाने गरिन्छ। देख्न सक्नुहुन्छ यो चित्र सामगेथाङको हो। जस्तै हामीले सामगेथाङ विशेष गरी कम्पनीमा खाँदा पनि टक्क यत्रो हुन्थ्यो होइन यत्रो हुन्थ्यो तपाईँहरूले पनि भोलि गएर खान सक्नुहुन्छ। त्यस कारणले गर्दा यो चाहिँ अलिक ठुल्ठुलो छिद्र बनाएको हुन्छ झोल सुप धेरै हुन्छ र हामी बाहिर गएर खाँदा पनि विशेष गरी कोरियामा चाहिँ इनर्जी दिने खाना भनेर पनि चिनिन्छ। हुन त अन्य बेला नै खाइन्छ विशेष गरी गर्मीमा खाने खानालाई सामगेथाङ भनेर भनिन्छ है। हेरौँ पाजीजी आन नम्सिगी म यो भनौँ भने सामगेथाङ भन्न सक्नुहुन्छ है। अर्को देख्न सकेका छौँ हामीले हेर्नुहोस् यहाँ हुइतक हो। यो हुइतक भनेको चाहिँ सेतो चामलको पिठोबाट बनाएको एउटा पिठोको आइटम हो। यहाँ धेरै आइटमहरू मिलाएर बनाएको हुन्छ है त जसलाई तक पनि भनिन्छ। कोरियामा धेरै ठाउँमा तक भनेर लेखेको हुन्छ है। जस्तै चाउमिन पाइन्छ भनेर नेपालमा यस्तै मोमोले यस्तै तक भनेर हुन्छ तक यो चाहिँ धेरै मिठो हुन्छ। हुइतक भनेको यो चाहिँ विशेष गरी चामलको पिठोहरूबाट बनाएको आइटमहरू राखेको हुन्छ जसलाई चामलको राइस केक भनेर पनि भनिन्छ है। धेरै मिठो हुन्छ यो आइटम चाहिँ। हेरौँ तक्कुगुन सन्नाल आछिमे ओन खाजोगे थोल्ला आन्जा भनेछ थोल्ला आन्जा मङ्नुन उम्सिक्निदा तक्कुक चाहिँ चामलको सुप झोल चाहिँ सन्नाल आछिमे सन्नाल भनेको चाहिँ न्यू इयर्स है नयाँ वर्षको बिहानमा आएका परिवारहरू थोल्ला आन्जा भनेको गोलबद्ध भएर बसेर मङ्नुन उम्सिकिनिदा भनेको खाने खाना हो। भनेको तक्कुक चाहिँ सन्नालको बिहान सबै परिवारहरू गोलोबद्ध भएर गोलो लागेर अथवा
गोलो भएर बसेर खाने एउटा के एउटा खाना हो भनेको सन्नालको विशेष खाना तक्कुक है। सन्नाले पाजी ज्यानो नम्सिकी मयो सलममा नछुटाइकन खाने खाना के हो भने तक्कुक भन्नुपर्छ है। तक्कुक हुन् चामलको पिठो झोल चामलबाट बनेको कुरा चाहिँ सोगोगी भनेको छ गाईको मासु, मेल्सी सिद्रा माछाहरू, दुङ आदि नक्खो राखेर ओर्य कुल्य मान्दुन लामो समय त्यसलाई उमालेर बनाएको मान्दुन बनाएको खुकमुरे सुप झोलमा हुइतक यो सेतो पिठोको चामलको भात चाहिँ नक्खो राखेर कुरिम उमालेको र थाउ भनेको छ पछि त्यसलाई उमालिसकेपछि पछि फेरि खेरान छिन्दाइन भनेको अन्डा, त्यसलाई अन्डाको चाहिँ अन्डा हालिने, खिम भनेको लेउको परिका, अनि फा प्याज दुङ्गुल आदि चाहिँ उल्य भनेको हालेर मङ्नु नुम्सिकी मिठा खाने खाना हो भनेको हामीले के बुझ्नु पर्यो भने तक्कुक चाहिँ गाईको मासु सिद्रा माछा आदि राखेर लामो समय उमालेर अनि त्यसलाई चाहिँ खुकमुरी भनेको खुकमुल भनेको झोल सुपमा चाहिँ हुइतक भनेको यो झोल सुपमा चाहिँ यो खालको सेतो, यो सेतो देख्नुभएको छ नि, यो सेतो पिठोबाट बनेको चिज राखेर पछि चाहिँ अन्डा लेउ प्याज आदि चाहिँ त्यसलाई राखेर खाने खाना हो। हानुक सारामदुरुन कोरियन मानिसहरू तक्कुक मगुमेन्छ चामलको पिठोबाट बनाएको सुप झोल खाँदै, यो सुप झोल चाहिँ खाँदै सेहे नयाँ वर्षको, से भनेको नयाँ, हे भनेको वर्षको, नयाँ वर्षको सिजाकुल सुरुवातलाई, नयाँ वर्षको सुरुवातलाई खिन्नेम हाम्या भनेको त्यसलाई स्मरण गरेर त्यसलाई सम्झिँदै अथवा सम्झिँदै सरू एक आपसमा थक्दाम भनेको आशीर्वाद, थक्दाम भनेको छ आशीर्वाद, छुगो फासुमिदा भनेको दिने लिने गर्छन्, सुदा भनेको दिनु, फात्ता भनेको माग्नु, दिने लिने गर्छन्। बुझ्नुभयो नि, एकचोटि माथिबाट नेपाली सर है। चामलको पिठो चाहिँ नयाँ वर्षको बिना, नयाँ वर्षको बिहान अथवा बिहान भनेको आछिम भनेको बिहानमा परिवारहरू गोलबद्ध भएर एउटा खाने खाना हो भनेको सल्लालको दिन नयाँ वर्षमा चाहिँ सबै परिवारहरू गोलबद्ध भएर सँगै बसेर खाने एउटा खाना हो। तक्कुक चाहिँ चामलको पिठोबाट बनेको परिकार चाहिँ मा के गरी बनाउँछ भन्दा गाईको मासु अनि सिद्रा माछाहरू आदि राखेर लामो समय त्यसलाई उमालेर बनाएको एउटा खुकमुरे भनेको झोलमा चाहिँ हुइतक भनेको एउटा चामलबाट बनाएको यो पिठोको आइटमहरूलाई राखेर पछि फेरि अन्डा, खिम, फा, दुङ आदि ओल्य राखेर मङ्नु नै सिक्दा खाने खाना हो। र हाङ्गुक सारमदुरुन कोरियन मानिसहरू तक्कुकुन मगुमेन्छ तक्कुक खाँदै से नयाँ वर्षको सिजाकुल भनेको सुरुवातलाई खिन्ने माया भनेको सम्झना गर्दै, त्यसलाई सम्झना गर्दै स्मरण गर्दै अनि सरो एक आपसमा अनि थक्दामुल छुको फासुन्ता, थक्दाम भनेको आशीर्वाद है, आशीर्वाद चाहिँ दिने लिने गर्छन्। विशेष गरी हामीले के बुझ्नु पर्यो भने सन्तानमा खाने खाना, मेन खाना भनेको तक्कुक हो र गर्मीमा अति गर्मी दिनमा खाने खाना सामगेथाङ र सेङ्गिनमा खाने खाना के रहेछ मियाकुक रहेछ। मियाकुक किन खाइन्छ भन्दा विशेष गरी जन्म दिने है, विशेष गरी यो चाहिँ आमाले बच्चा जन्माइसकेपछि खाने खाना हो र आमाको गुणलाई सम्झेर धन्यवाद दिने भएको अर्थले खाने गरिन्छ मियाकुक भने। अनि जुन हामीसँग यो छ यहाँ छ सामगेथाङ चाहिँ किन खाइन्छ भने गर्मीको पनि अति गर्मी दिनमा खाने खाना हो। विशेष गरी यो चाहिँ तागत इनर्जी नभएको बेला इनर्जी दिने भएको हुनाले खाने खानालाई हामी सामगेथाङ भनिन्छ भने सन्दालमा विशेष दिनमा अथवा नयाँ वर्षमा खाने खानालाई तक्कुक भनिन्छ है। तक्कुक खाँदै विशेष गरी नयाँ वर्षको सुरुवातलाई सम्झना गर्दै विशेष गरी एक आपसमा आशीर्वाद लेनदेन गर्ने गरिन्छ र हामीले यो पाठलाई एकदमै विशेष गरी ध्यान दिनु होला भन्दै फेरि तपाईँहरू समक्ष यस्तै छङ्गो मुना लिएर आउनेछु। आजको क्लासबाट बिदा चाहन्छु। खाम्साहाम्निदा।